संस्कार संस्कृति हाम्रो पहिचान हो। यसलाई जोगाउनु हाम्रो कर्तव्य हो। आज यस भिडियोमा म तपाईहरुलाई किराँत संस्कार अनुसार हुन आँटेको एकदमै रमाइलो गाउँले विवाहको दृश्य कैद गरेर देखाउने कोसिस गर्दैछु। त्यसैले यो भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। यदि च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नको लागि च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। आज चाहिँ हामी सारा गाउँलेहरू मिलेर विवाहको तयारीको लागि जुटेका छौं। उसको छिमेकी दाइ भन्ने हो, त्यसरी जाने हो नि त। सुना त किन्न तिम्रो हो नि 11:30 भने के राख्ने ठाउँ अंक? डिक्रो डिक्रो जाँड जाँड। यसरी भोलि चाहिँ यहाँनेरि जाँड राखिन्छ। कति 4 वटा बनाउनु हो? हामी चाहिँ यहाँनेरि अहिले चुलो निर्माण गर्न लागिरहेको छौं। एउटा दुईटा तीनटा 4 वटा चुलो बनाउन आरेको हामीले चाहिँ। कहाँबाट ल्याउनु भएको? खानुभयो? ए ल ठिक छ। अहिले चाहिँ हामीले 4 वटा चुलो पनि बनाइसकेका छौं। अनि त्यहाँ धारा र थालबटुको राख्ने ठाउँ अनि यतानेरि यो गोठ पनि बनाइसकेका छौं। ल अब चाहिँ आगो बाल्ने काम हुँदैछ यहाँनेरि। आज बिहानै घरबाट ल्याएको दियोले आगो बाल्नु पर्ने हुन्छ यहाँनेरि। पाइप चाहिँ अहिले फिटिङ भयो, पानी जोडिहाल्नु पर्यो। हजुर पाइप नल्याउने परालो कहाँ टियरले त नगर्नु। यो अर्ग्यानिक बिहा गर्नुपर्छ। अब साइला आउँछ अरे अनि कुन पाइप हो? हाम्रो घरमा त बिहा भयो भने त टपरामा पो दिने सोच्छ मेरो। त्यो त एकदम सही हो त। आउँछ नि हटी बसे हाल्नु पर्ने फरिन बरिका आउँछ खसी त त्यो खसी सुनाएर देखाउनु यहाँ साले लु अहिले हारेको छैन म माग्दिन्छु यो बाजी राख्ने र बिटाइ हालेर पो दुईजना नआए अर्को दुईजना पठाइहाल्नु भने तपाईँ र नानीले खाएर आउनु भो। सोनो दोर्ने कान्छा गए पनि भो, सोनो पनि जाऊ त पहिले। लु जाऊ मजा एकदम खाली भयो अरे गयो कान्छा जाऊ अरे एकैछिन राख्नु पर्यो भने हजुर के भात खाने अनि के खान्छ त? यो चाहिँ हाम्रो गाउँको अर्ग्यानिक भाँडा माझ्ने स्पन्ज कायदा हुन्छ। भाँडा मात्रै होइन, यसले त ढाड धुम सबै कुरो गर्छ गर्नु। यो यसले दुध पनि छान्छ, गाईधाई गर्न पनि हुन्छ। यसलाई त नि यो चाइनातिर त यसलाई के गर्छ भने नि अब यसलाई चिरो अनि एकपट्टि कपडा लगायो अनि ट्याक्क सिलायो अनि 500 रुपियाँ गोटा हाम्रो नेपालमा पर्छ। त्यस्तो मुगाई पर्छ नि यो कपडा यहाँ अब चक्कैलाई चिरो होइन ट्याक्क मिला 4 पाटे बनायो अनि कपडा ट्रान्सफर यतापट्टि अलिक बाक्लो कपडा अनि दुईतिर चाहिँ अनि लामो डोरी बनायो ढाड मस्काउने के कला देखाइदियो एकदम यसमा आउँछ है। अचेलभरि बिहामा चलेको धारा। अब यसो भएपछि 4-5 जनाले एकैचोटि हात धुन मिल्ने भयो। 6 वटा हुन्छ क्या? उहाँ खसीलाई खुकुरी खसी छैन। खसीलाई भाँडाकुटी कता हो? भाँडाकुटी दिनु सबै अचानक चाहियो, भाँडा कुडा चाहियो। हामी भिजाइदिउँ है। अहिले चाहिँ घ्याम्पामा जाँड हाल्ने काम हुँदैछ यहाँनेरि। यो डोको लिन्छ। यो डोकोमा पानी तरिन्छ नि भर। खाएर थाल्नु भएको हुन्छ नि
मैले एक भुटकी मात्रै हालेँ ओ राजा खुकुरी काम सकिएन है सक्यो ल कहिले न भाइ ओ होइन अहिले अब चाहिँ भात बसाउने बेला भएको छ यहाँनिर त्यसको लागि पानी तताउँदैछौँ हामी यहाँनिर भात चाहिँ दामी पकाउनु रेकर्डै छ त हामीले त 12 ल्याइ गयौँ हाम्रो त पुरा रेकर्डमा छ लेखेकै जतिको होइन काइन हो काइन्जी दुई सकाउनु त भोलि बिहान त चौड गर्नु गाह्रो पो हुने ए भित्र सबै सुतौँ पराल ओढेर अनि पकाउन थालिहाल्छ भान्से जाति बिहान पनि हो अनि बिहान दुई सक्यो अरे भान्से जाति सबै सुत्दाखेरि बुढाबुढी भएर सुत्नु पर्यो है घरै फाल्टा फाल्टै सुत्नुपर्छ अर्का एक ठाउँ मुछिएर सुत्ने त्यही त भनेको त फाल्टा फाल्टै हो र सबै यहीँ सुत्ने हो अनि बुढाबुढी त्यति बेला चिन्ता नहोस् के अरे भिमे चाहिँ भुस के अरे ननले चाहिँ सुल्किँदो रहेछ त्यति बेला त 30 र 1 गतेमा सुँगुर काट्नुपर्छ ए मधेस गएर आउँदा सुँगुर त म निमतालु कति छ भात त 6 बसाउने के अहिले छले पनि पुग्छ त्यो हो 6 बसाउँ लगातार त्यहाँ अनि फेरि टेकाएर भाँडेमा राख्ने ए खनाएर 6 खनाएर चाहिँ उ अनि गर्नु 3 बसाइराख्नु अहिले 3 बसाउनु त 3 बसाएर फेरि लगातार फेरि 3 नै बसाउने अनि फेरि खल्याउने छ खनाउने चाहिँ अब व्यवस्था अनि गर्नुपर्छ फेरि 3 बसाउने छ खलाएर त्यतिले चाहिँ खनाउ अनि फेरि 3 बसाइ राखिरहने हो घरै आइसक्यो त दुईटा गाग्री छ गाग्री थापौँ ए उताको यहाँनिर चाहिँ अचारको लागि तयारी गर्दै हुनुहुन्छ भाउजू बन्दनाले त फेरि खतरा बनाउँछ नि फेरि अचार त अब चाहिँ हाम्रो यहाँ मासु पकाउने बेला भएको छ गनाउँछ हौ बुढा नचलाउ न होइन हौ चलाउँदा त यो सबैतिर भेट्नुपर्छ क्या डर छ क्या यतिर गनाउँछ काम बिगार्नु भयो जस्तो छ हल्दी ल्याएको ल्यायो नि छ अघि ल्याएको छ अर्को ग्रेभी धेरै भुटिँदैन नि एकछिन हर्लङ गर्ने यो त काल्ने हो नि त छविलाल कन्जुस छैन भन्दाखेरि हाल्नु घरै हुन्छ यो घरै आधी केजी मासु त झरेरै सक्यो या बल्लाउनु ल दुईटैको हेर न बिग्रिन्छ के दुईटाकै हेर्दा केही पनि हुँदैन सिमकै हो नि त यो आइडिया त फेरि ठिक छ केटा के छ तेरो
कालो चाहिँ अनि यहाँ चाहिँ आउँछ नि भरे आउँछ अङ्कल त्यो यसलाई युज गर्ने नै हो नि हैन युज त्यसै हो हाम्रो साबुन झुन्डाउने काम चाहिँ सकिसकेको छ यहाँनिर प्रिन्स हात धोएर देखाइदेऊ त भागो फेरि यहाँनिर चाहिँ भातको हिमाल चुली भइसकेको छ र यतिले पनि पुग्दैन भन्दै हुनुहुन्थ्यो अझै पकाउनु पर्ने हुन्छ भरे रातिको लागि चाहिँ यहाँ दाइले बत्ती जडान गर्दै हुनुहुन्छ यहाँ मासुको लागि मसला आइसकेको छ भिजाएर आजलाई सानो भन्छ नि अङ्कलले तल मासुमा मसला गइसक्यो उताबाट झर्ने नि बेहुला बेहुली ऊ त्यहाँ गेट हेर्नु न यहाँ झोल भएको मासु पनि तयार हुन आँट्यो त्यहाँ भुटुवा पनि तयार हुन आँट्यो उता अझै 2 खण्डकुला चाहिँ भात बसाउनै बाँकी छ अरे जम्मा 9 खण्डकुला भात हाम्रो अचार रेडी भइसकेको छ यहाँ जन्तीको प्रतीक्षामा हो खोइदिनु त कायदा भएछ कडा मस्त तरिकाले जाँड झरिरहेको छ घ्याम्पोबाट यो हिल ट्याङ्की भरिन आँटेन लगभग कति 200 लिटर भइसक्यो 200 लिटर जति चाहिँ जाँड सङ्कलन भइसकेको छ यहाँ छानिराख्नु भएको छ घ्याम्पाहरू बाँकी नै छन् चाहिँ फुल गराउने हो बेहुला बेहुलीको खाना खानको लागि अहिले आन्टीहरूले चाहिँ यत्रो ठुल्ठुलो टपरा गाँच्दै हुनुहुन्छ बरनी यसलाई चाहिँ बरनी भन अझै यसमा सजावट हुनै बाँकी छ यति झ्याउ हुन्छ भन्छौ र यो नङले भाँचेर सकिन्छ यो सिन्का चिमर्ता यो बरन्डीमा लाउनलाई फुल पनि चाहिन्छ हौ यति सजिलो कहाँ छेउछेउमा रङ्गी चङ्गी बनाउनु पर्यो नि कति राम्रो भएछ है यो चाहिँ के को पात हो आन्टी यो रातो चाहिँ क्यामुनाको मैले त यो हेरेकै थिइनँ यहाँभित्र फेरि अर्को सिस्टम रहेछ यहाँ कायदाको है अल्ला बम्परलाई ए यहाँ नाटक पनि देखाउने हो कि क्या एउटा पुछार मलाई भइसक्यो यहाँ मेरो त छिरो छिरो त पर्यो नि त टुप्पी पनि पो हाल्नुपर्छ त्यसमा अहिले चाहिँ यहाँ जन्तीहरू आइसक्नु भएको छ यो माथि डाँडाबाट जन्तीको स्वागतको लागि यहाँ बसिराख्नु भएको छ मान्छेहरू चाहिँ गेट नजिक अब जन्ती आएपछि अबिर लाएर स्वागत गर्नुहुन्छ उहाँहरूले अनि यहाँ माथि बस्ने माथिल्लो गरामा बस्ने मान्छेहरूले चाहिँ के जन्ती पर्सिने होइन र रमित हेर्ने हामी ल है जन्तीहरू आइसक्नु भएको छ यतातिर हानुम सालको पातले हानुम ड्याम कि ड्याम बहुत रमाइलो है
बेहुलीहरू आइसक्नु भएको छ उताबाट ल है ल है कम कम लगाइदिउँ है अबिर ल ल दाइ दाइ छुटो ब्लग नछोडौँ है कसैलाई पनि अक्षता कता छ भाउजू अक्षता कहाँ छ अनि ल है बेहुला बेहुलीले छाता ओढौँ है बेहुला बेहुलीले छाता ओढ्दै हुनुहुन्छ त्यहाँ अक्षताबाट बाँच्न चेलीहरूले जन्तीहरूलाई यहाँ घेरा लाउँदै हुनुहुन्छ अक्षता आएको हामी पनि लिउँ अक्षता ओइ साइनले ल्याऊ अक्षता ल मलाई अलिकति हो नि है अक्षताले प्रहार गरेर अलिकति लगाइदिनु त मलाई के रिसो खेल्नु मन छ है क्या घेराबन्दीमा परिसक्नु पो जन्तीहरू यहाँ आक्रमण भनेपछि हान्ने हो अब आक्रमण 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 यार बेहुला बेहुलीको जोडी चाहिँ सुहा छ है मेरो मेरो त हुँदैन यो जुनीमा हुँदैन मेरो ए माइली यहाँ चाहिँ फेरि दुईटा माइली हालिदिन्छु म त ओके के को लागि गर्नुको लागि तयारीहरु छ ओके बेहुलाई चाहिँ के भन्नु हो बेहुला बेहुलीले जिस्काउनु पर्यो उहाँहरू गरेर ल यहाँ नाटक प्रस्तुत हुन आँटेको छ यहाँ चाहिँ रात पर्न आँटिसक्यो यहाँ जन्तीलाई अहिले खाना खुवाउने काम भइरहेछ
बेहुला मैले नदेखेँ हेरेँ दिएँ कि क्या हो ला बोटुको त अब स्पेसल आउनै बाँकी छ बेहुला बेहुलीको बिस्तारै फक्कै बिस्तारै कसेर नहान न गएछ नि यो उता चाहिँ बिस्तारी है बिस्तारै हान न कसेर भनेको त बिस्तारै कसेर नहान है कसेर है बिस्तारी खै बेहुला बेहुलीले केही छैन माला बेहुला बेहुलीलाई चाहिँ केही छैन अब बेहुला बेहुलीको पालो के यतिको सुन साथी दिने माइती त कहाँ पाउनु र बाबा रे बाब यो हो नि त अब बेहुलाको पालो निकाएर के तेल निकाल बर्बाद भयो नि के दिएछ जन्तर महँगो आएछ यतिको जन्तर चाहिँ काहीँ नपाउनु पर्छ पानी लगिदिउँ न चाहिँ नखानेमा ल है बेहुली अन्माउने कार्यक्रम हुँदैछ यहाँ चाहिँ अहिले चाहिँ यहाँनिर खजेर बिदाई यानि कि भान्से बिदाईको तयारी हुँदैछ अनि त्यसैको लागि तयारी गर्दै हुनुहुन्छ यहाँ दाइहरू यस्तो भनेर अब भान्साबाट यहाँ भएको सामानहरू सब बोकेर घर जानुपर्ने हुन्छ किसिमै छ है किसिमै छ यहाँ
ग्राम चाहिँ लगेर तपाईँहरूले ओसिन्दा कोचो तिगे खोल्ले खोल्ले कोचो त्यो ब्लङ पार एकै कहिलेतिर गएको छ ठीक है त मैले वेदरलाई जोडी चाफी डी चाख्ने जुप्पा चाहिन्छ पनि चाख्ने जुप्पामा चाख्ने चाहिन्छ वेदरलाई खै त बैला साइलो खै त हाम्रो किला जे जस्तो भयो भने एउटा सिर राख्ने सबै मान्छे नै हुनु पर्छ एउटा सिर राख्ने गरे हाम्रो सिरुवा साइला उता पुगाएको छ जोडी चाहिँ खोइ के गरे कसो गरे त्यसैले चलाउने हो आखिर एकै ठाउँमा एउटा राख्यो सिरमा त राख्यो एक ठाउँ राख्दा छुट्छ तर खासै भन्नु छुट्याउँदाखेरि बरन्नीवाला पनि सानो हो तर तीनभित्र यसो शिर उपर गरेको चाहिँ हात खाली खाली निक्ल्यो है खाली हातले कसै गरौँ भनेर यसो स्वभाव मात्रै गरे भान्जा देखाएको मात्रै ए कसले थोपा तिम्रो दुईजना अर्को सेकेन्ड पानीमा जानु पर्छ यो हाम्रै होला यो त रक्सी खानु लागि राख्दा ल यसै गरी अब हाम्रो बिहा चाहिँ सकिसकेको छ भान्सी बिदा गरिसकेपछि मेरो बेला